केही महिना अगाडिदेखि नै जिल्ला प्रहरी परिसर काठमाडौँमा हामीले निवेदन दिएका छौँ र सरकारले पनि त्यो निवेदनलाई चाँडोभन्दा चाँडो अगाडि बढाइदिन हामी अनुरोध गर्छौँ। प्रहरी परिसरमा हामीले झन्डै चाहिँ 6-7 महिना भइसक्यो हाम्रो निवेदन अगाडि बढिसकेको छैन। त्यसले गर्दा सरकारसँग हामी अनुरोध गर्छौँ चाँडोभन्दा चाँडो यसको चाहिँ अगाडि बढाइदिएर हाम्रो पीडितहरूको लागि सुरक्षित गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अन्तमा महासङ्घबाट आदरणीय अध्यक्षजीले आजको कार्यक्रमलाई सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद म दिन चाहन्छु। धन्यवाद। म चाहिँ यो सहकारीको पीडित हो। हामी यहाँ लामो समयदेखि सङ्घर्षरत छौँ। मेरो चाहिँ गोकुल लिम्बू नाम। अब 33 जना रहेका छौँ अहिलेसम्म। 33 जना होइन, हामी त यसैको मात्रै हो। सहकारीको नामहरु भन्नुहुन्छ? अभिमत बचत तथा ऋण सहकारी संस्था उहाँहरु हो सञ्चालकहरू। ल हस्, धन्यवाद। हामी अब प्रहरी परिसरमा जाउँ है। यो भिड फेरि जम्मा हुन पाउँदैन। अहिले हामी प्रहरी परिसरमा जाउँ सबैजनाले अनुरोध है त। सरकारले यदि सुनिएन तपाईले न्याय पाउनु भएन भने तपाईहरु कसरी जानुहुन्छ? अब हामी यसको लागि आन्दोलित भएर हामी अझ हाम्रो आन्दोलन हाम्रो महासङ्घ चाहिँ एउटा केन्द्रीय महासङ्घ छ हो। त्यो महासङ्घको नेतृत्वमा देशैभरि हामी चाहिँ के गर्छौँ भने आन्दोलन गर्दैछौँ। अब निकट भविष्यमा महासङ्घले घोषणा गर्दैछ त्यो आन्दोलन, र सरकारले नसुनेको खण्डमा हामी काठमाडौँ देशभरिबाट सहकारीका मान्छेहरूलाई काठमाडौँ बोलाएर काठमाडौँमा बृहत प्रदर्शन गर्ने हाम्रो चाहिँ महासङ्घको तर्फबाट हाम्रो योजना भइरहेको छ। हामी सल्लाह गरेर हामी त्यो गर्न तयार छौँ। हजुर नमस्कार। मलाई चाहिँ केही भन्ने छैन। हामी परिसर जाउँ। ल परिसर जाउँ है। परिसर